देशमा तपाईहरुले न्याय नपाएको कुराहरु आज जाहेर गरिराख्नु भएको छ। आज राष्ट्रिय झण्डा पार्टीहरुले फैलिसकेका छन्। पार्टीहरुले आफ्नो झण्डा मात्र बोकेर हिँडेको हुनाले आज हामीले राष्ट्रिय नेपालको झण्डा बोकेर हिँड्नुपर्ने अवस्था सिर्जना भएको। यसको लागि दुर्गा प्रसाई जसले एउटा नागरिक अभियान सुरु गरेर आज सम्पूर्ण राष्ट्रभक्तलाई गोलबन्द गर्दै अगाडि बढेका छन्। यो अहिले मैले देखिरहेको छु चाबेलबाट पनि हाम्रो ठूलो संख्यामा राष्ट्रप्रेमीहरूको मास आइरहेको छ, कलङ्कीबाट पनि आइरहेको छ, बालाजुबाट पनि आइरहेको छ, भक्तपुरबाट पनि आइरहेको छ। हेर्नु होला यो गणतन्त्रको के भन्दाखेरि अन्त भइसकेको छ। हामीले घोषणा गर्न मात्र बाँकी छ साथीहरु। त्यसकारण गणतन्त्रको अन्त्य भइसकेको छ। यो नेपालको संविधानले हामीलाई के भन्दा गणतन्त्रको अन्त गर्ने अधिकार दिएको छ। त्यसकारण हामीले यही संविधान अन्तर्गत यो गणतन्त्रलाई हामीले अन्त गरिसकेका छौं। हामीले विगतका दिनदेखि नै निरन्तर रूपमा हामीले के भन्दाखेरि शान्तिपूर्ण तरिकाले हामीले जुन आन्दोलन गर्यौं, जुन दुर्गा प्रसाईले एउटा दियो बालेको आन्दोलन आज ज्वार भाटाको रूपमा निस्केको छ। आज राजाको सदिच्छालाई पूरा गर्न, नेपाली जनताको उत्पीडनलाई अन्त्य गर्नको लागि जुन दुर्गा प्रसाईले एउटा आफ्नो ज्यानको बाजी राखेर जुन काम गरेको छ, त्यसलाई हामी सम्पूर्ण नागरिकहरूले आज के भन्दाखेरि एउटा स्वतन्त्र नागरिकहरूले हामीले के भन्दाखेरि गोलबन्द भएर यो राष्ट्रलाई बचाउनको लागि हामी यो अभियानमा के भन्दाखेरि आफ्नो स्वार्थभन्दा माथि उठेर देशको स्वार्थलाई सबैभन्दा माथि राखेर हामीले आज एकत्रित भएर हामी चाहिँ के छ भन्दाखेरि शान्तिपूर्ण तरिकाले मैले माओवादीका साथीहरूलाई पनि आज भेटिरहेको छु। उहाँहरूको पनि के छ भने सल्लाह शान्तिपूर्ण आन्दोलन गरौँ। जनमत कसको पक्षमा छ, राजाको पक्षमा छ कि गणतन्त्रको पक्षमा छ, यो हेर्न बाँकी छ। यो तपाईँ हामीले देखाउने हो। आज हामीले के भन्दा गणतन्त्र अन्त्य भएको एउटा चाहिँ विशाल मास के भन्दा चारैतिर चारै नाकाबाट चाहिँ के भन्दा यो उपस्थितिले के देख्छ भन्दाखेरि गणतन्त्र वास्तवमै यो अब अन्त्य भइसकेको छ। यो नेताहरूले आफ्नो कुर्सी बचाउनको लागि कार्यकर्ताहरू उभ्याएर के भन्दाखेरि आफ्नो संरक्षण गरिरहेछ। हिजो गिरिजाप्रसाद कोइरालाले पनि आफ्नो लाउडा काण्ड बचाउनको लागि कार्यकर्ता उतारेको थियो। यो त्यस्तै हो। त्यसकारण हामी केही आत्तिनु पर्दैन। सबै जनताहरू, सबै नागरिकहरू, सबै उत्पीडनहरू, सहकारी पीडित, बैंक पीडित, लघु वृद्ध पीडित, वैदेशिक रोजगार पीडित, स्वास्थ्य पीडित, न्यायबाट पीडित सबै जनताहरूको चाहिँ यो आन्दोलन भएको कारणले यसले के भन्दाखेरि अवश्य अब चाँडोभन्दा चाँडो हामीले विजय प्राप्त गर्छौं। मानव सरकारबाट चाहिँ के भन्दा एउटा के भन्दा राजगद्दीमा बस्ने एउटा शुभ साहिदको चाहिँ के भन्दाखेरि निर्णय चाँडै हुँदैछ। त्यो निर्णयको दिन हामीले मानव सरकारलाई के भन्दाखेरि राजगद्दीमा विराजमान गर्छौं। त्यसपछि मात्र हाम्रो आन्दोलन अन्त्य हुन्छ भन्दै बिदा हुन्छु। जय राष्ट्र। नेपाली दुखीहरूको भित्रको भावना हामीले छैन। नेकपा माओवादीका उनीहरूले के भन्दै थिए, भ्रष्टाचारको यस्तो अवस्थामा भ्रष्टाचार गर्ने उनीहरू अनि उनीहरूको आन्दोलन उनीहरूका नेताहरू